हेलो गाइस, हाम्रो अहिले हामी क्याम्पसमा छौँ र हाम्रो यहाँ भ्लग सुरु भइसकेको छ। यहाँ दाइहरू हामी एकदमसँगले यहाँ खेलिरहनु भएको छ भलिबल र आजको एकदम राम्रो दिन भनेको हाम्रो रकेटले क्याम्पसलाई रङ रोकन गर्न थालिसक्नु भएको छ। हाम्रो अस्तिको छुट्टीमा सबजना घर गयो, म चाहिँ क्याम्पसको पुरै यो रङ रोल गरेर यस यता सक्यो। अस्ति हामीले यहाँनिर हाम्रो मकैबारी दराम ग्रुपबाट सानो यहाँ क्याम्पस सरसफाइको अभियान सुचारू गरेको थियौँ। त्यसलाई नै सहयोग गर्नको लागि हाम्रो सोबियुद्वारा यहाँ सानो रङ रोकन कार्यक्रम राखेको छ। सोबियु सदस्य भएका नाताले यता हाम्रो दरामका एक सक्रिय सदस्य यहाँनिर रङ रोकनमा लागिसक्नु भएको छ। यता हुनुहुन्छ हाम्रो धनुष जो चाहिँ हिन्दू रङ यस हामी अहिले हाम्रो सेकुलर स्टेटमा अहिले हिन्दू नगरौँ हामी सबै। यता हाम्रो सचिवजी नै हुनुहुन्छ यहाँ सेतो रङमा एकदम सक्रिय, पिस शान्तिको प्रतीक प्रथम गिरी सचिवज्यू। माथि अघि छाराम चढेको कि फर्स्ट सेमिस्टरको बहिनी नै रहेछ। कस्तो हुन्छ आफै त्यो माहौल एकदमै त्योमा पहिला प्राइमर लाउनु पर्छ। दिल गार्डन हो रहा है। हेलो गाइज, we want to say that ओ हेर न अस्ति हामी रोपेको फुल we are not enjoying holiday because no one is here, everyone going to home. Yes. We are alone here. We miss you all guys, senior juniors. Yes. किन दिइरा चाहिए यसले छुट्टी? छुट्टी किन दिइरा चाहिए यसले? छुट्टी दिनु नपर्ने। जाडोमा माहौल तताउनु पर्ने बेलामा किन यो माहौल चिसो बनाइरहेछ? यो सहर किन चिसो भइरहेछ? जनता जान्न चाहन्छन् र छुट्टी नै दिनु नपर्ने क्या खास। हामीले यहाँनिर अस्ति सानो फुलहरू पनि रोपेका थियौँ। सबै मस्त फुलिरहेको छ। यसरी अब फुल्न बाँकी छ। यसलाई हामी कुन फुल भन्छौँ भन्दा क्राइसेन्थेमम हो। क्राइसेन्थेमम, दिस इज क्राइसेन्थेमम, लभली, भेरी लभली फ्लावर। यहाँनिर त्यस्तै गरी हाम्रो यहाँ म्यारिगोल्ड यो तर भएन। यो अलिकति यो सरसफाइको अभियान चाहिँ हामीले जिएससीका सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध छ यसरी फोहोरहरू चाहिँ यहाँ नफालिदिनु होला। हाम्रो यहाँनिर निमित्त अध्यक्षज्यू सोबियु निमित्त अध्यक्षज्यू हुनुहुन्छ, कार्यकारी अहिले कार्यवाहक अध्यक्ष हुनुहुन्छ। यहाँ उहाँले एकदमै ऊर्जाशील भएर अहिले युनिक भाइ पनि आउनु पर्यो ऊर्जाशील भएर। हामी त दाइ सधैँ ऊर्जाशील हो। यस्तो यो फेरि एउटा सरसफाइ कार्यक्रम पनि हामीले राख्नुपर्ने हुन्छ। क्याम्पसमा सरसफाइ कार्यक्रम त्यहाँनिर उयो उसको बोट छेउमा चाहिँ निकै राम्रो सरसफाइ गर्ने बेला भएको छ। हाम्रो के अरे बयरको बोट छेउमा, बयरको बोटको मुनिबाट फाल्न मनाइ छ भन्ने बोर्ड लाउनु पर्ने छ। सबजना ल्याएर त्यही बियरको बोतल, दारूको बोतल, छुरुटको टुट्टा लाइक other materials which is used during अरू चाहिँ यहाँ नभनौँ होला। वातावरण निकै राम्रो छ तर अलिकति माहौल चिसो भयो। हामी आएपछि त घाम नै भालुक छ क्या। अब यस्तो गरम मान्छेहरू आइसकेपछि छेउछाउ नबस्छौँ भनेर केही दुई शब्द राखिन चाहनुहुन्छ? निकै हाम्रो सचिवजी हुनुहुन्छ। हाम्रो मकैबारी दराम भ्लगमा तपाईँलाई समावेश गरिसकेपछि के विषय राख्ने हामीले तपाईँलाई सिकाइराख्नुपर्ने विषय हो होइन? आज के कार्यक्रम थियो क्याम्पसमा? मकैबारी दरामले आयोजना गरेको कार्यक्रममा तपाईँहरूले एकदमै राम्रोसँगले सक्रियता देखाइरहनु भएको छ। हामी एकदमै खुसी छौँ। हामीले सुरु गरेको कार्यक्रम हजुरहरूले समापन गरिदिइरहनु भएको छ। हामीले अस्ति गरिदिँदै हुनुहुन्छ ल अन क्यामेरा हो। यस नो मकैबारी हेर्नु भएन, भ्लग हेर्नु भएन हाम्रो। हामीले आयोजना गरेको अनि त्यहाँबाट हाम्रो फ्यानहरूले हामीलाई सहयोग गरेको श्रमदान। जस्तै हाम्रो पहलमा भएको यो कार्यक्रम अहिले सोबियु पनि एकदम यस 3 करोड जनताको बेलचाल चल्दा कस्तो सुनिन्छ होला? खडेङ 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 हो हामीले सुरुवात गर्यो। लेट्स एन्ड दिस ब्लग। थ्याङ्क यू फर वाचिङ।